मेरो ब्लगमा। इट्स मी सोनु। अनि हो हजुरहरू सन्चै हुनुहुन्छ ल? म पनि सन्चै छु। अनि हजुरहरूले टाइटल हेरेर थाहा भइसक्नुभयो होला आज के स्पेशल डे छ भनेर। आज चाहिँ दिदीको बर्थडे अनि सो दिदीलाई सरप्राइज दिन जाँदैछु। अनि दिदीको लागि त्यही हल्का डेकोरेसन सामानहरू अनि केकहरू लिनलाई म चाहिँ अहिले बाहिर निस्किन लागेको। अनि अहिले चाहिँ यहाँको 6:50 भइसकेको छ। अहिले चाहिँ राति भइसकेको छ। अनि मैले चाहिँ भर्खर ब्लग स्टार्ट गरेको किनभने म डेमा हल्का काममा बिजी भएको भएर ब्लग स्टार्ट गर्नु पाएको थिएन। सो अहिले ब्लग स्टार्ट गर्दैछु। अनि त्यही हो म अहिले बाहिर निस्किन लागेको त्यही हल्का सामानहरू लिनलाई देखाउने छु बाटोमा के गर्नेछु के किन्नेछु भनेर। म चाहिँ बाहिर आइसकेको छु। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ अब यो साकुरा फुलेर झर्ने बेला हो नि त। सो है बाटैभरि देख्न सक्नुहुन्छ साकुराको यस्तै छ। अनि म चाहिँ बाहिर हिँडिसकेको छु अब सामानहरू लिनलाई। अनि त्यही हो यति अँधेरो भइसकेको छ यहाँ चाहिँ। अनि त्यही हो अब चाहिँ अलि लेट भइसकेको भएर म चाहिँ बसमा जान्छु। अनि त्यही हो अब हजुरहरूलाई वहीँ गएर देखाउँछु के किन्छु भनेर है त। म चाहिँ अहिले गाडी चढ्ने ठाउँमा आइसक्यो। अनि गाडी आएको छैन सो त्यही भएर गाडी कुर्दैछु। अहिले देख्न सक्नुहुन्छ यहाँको मौसममा दामी देखिरहेको छ। गाडी पनि आयो ट्याक्कै। म चाहिँ भर्खरै बसबाट झरेर सामान किन्नलाई हिँडिसकेको। यस्तो भ्लग बनाउने वातावरण छैन बाहिर यसो भ्लग बनाउनु छैन। अनि त्यही हो म चाहिँ त्यस्तो भ्लगहरू बनाउँदिनँ नि त। अनि यस्तो भिडियोहरू दिन भने चाहिँ बोल्नुलाई डर लाग्छ। बट अहिले चाहिँ कन्फिडेन्स साथ बनाउने कोसिस गर्दैछु। तर के गर्नु भ्लग बनाउने त्यसै छैन अहिले। त्यही हो अनि म चाहिँ सामान किन्नलाई जाँदैछु। अनि देखाउने छु हजुरहरूलाई त्यो म सामान लिन जाने भित्र चाहिँ यस्तो भिड हुन्छ नि। अहिले बेलुका चाहिँ यस्तो भिड हुन्छ म हजुरहरूलाई देखाउँदै गर्छु। यहाँ चाहिँ साइकल यस्तो वाह साकुरा। मैले त साकुरा त वाह साकुरा त अहिले त जाँदै यो फुलेको देखेर पनि कस्तो राम्रो भयो कि जापान यो वाह यहाँ त्यस्तो दामी ठाउँ रहेछ नि त। यो भित्र चाहिँ जहिले यस्तै भिड हुन्छ होइन यो भित्र चाहिँ। अनि म चाहिँ भिडहरूमा हल्का बोल्न सक्दिनँ। त्यही हो हजुरहरूलाई यहाँको उयोहरू भ्यूहरू चाहिँ देखाउँछु ल। काठमाडौँको त्यो थमिल बजार आए जस्तै लाग्छ क्या अहिले भित्र यस्तो रमाइलो छ हेर्न सक्नुहुन्छ। त्यही हो अहिले झन् यस्तो दामी बनाइरहेको छ। अनि यो भित्र चाहिँ हरेक कुराहरू पाउँछ क्या। सेकेन्ड ह्यान्ड मोबाइलहरूदेखि लिएर अनि कपडाहरूदेखि लिएर खाने पसलहरूदेखि लिएर सबै छ क्या यो भित्र। अनि मलाई चाहिँ त्यो काठमाडौँको थमिलहरू जस्तो लाग्छ क्या यो भित्र चाहिँ रमाइलो हो मान्छेहरू यति धेरै हुन्छ। त्यही हो गाइस म अहिले हल्का सामान लिनलाई यतै आएको छु। हजुरहरूलाई देखाउँदै गर्छु यस्तो दामी छ यो। अहिले चाहिँ यस्तो राम्रो बनाएको थियो अस्तिसम्म थिएन। अहिले चाहिँ यस्तो राम्रो बनाइसकेको रहेछ यहाँ चाहिँ। अहिले चाहिँ केही सायद फेस्टिभलहरू होला सायद त्यही भएर यस्तो माछाहरूको यो झुन्डाको छ यतातिर चाहिँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ त्यही हो हरेक महिनामा न्यू अकेजनहरू आउँछ नि त न्यू फेस्टिभलहरू आउँछ त्यो अनुसारको यहाँ चाहिँ डेकोरेसनहरू गर्छ यिनीहरूले। त्यही हो अनि अति मऱ्यो त्यही हो गाइस। म चाहिँ अहिले केक सपमा आइसकेको छु। देख्न सक्नुहुन्छ कस्तो राम्रो केकहरू छ। तर प्राइसहरू चाहिँ त्यति नै महँगो छ कि यहाँ चाहिँ सानो केकलाई पनि 3000 4000 भन्छ। नेपालमा हो 500 600मै पाउँथ्यो हुन्छ। यस्तो महँगो छ।
केक सराइसकेको छु अनि मैले चाहिँ बनाउनु छु त्यही हो। अब बिल पे गर्नु छ अनि म यहाँबाट केक लिएर फेरि हल्का सामानहरू किन्नलाई जान्छु। देखाउँछु अहिले देख्न सक्नुहुन्छ मैले चाहिँ केक लिइसकेँ दिदीको लागि। अब चाहिँ त्यही हो हल्का फेरि डेकोरेसनको सामानहरू लिनलाई चाहिँ जाँदैछु। अनि त्यही हो गाइस यहाँ चाहिँ केकहरू राम्रो पाउँछ पाउन चाहिँ अनि फ्लेभर अनुसार नि पाउन चाहिँ पाउँछ बट एकदम महँगो हुन्छ कि। अब नेपालमा भए 1000 रुपियाँमा 2 तलकै केक आउँथ्यो यहाँ चाहिँ 3000मा नि यति सानो केक आउँछ। त्यही हो दुःख भनेको। अनि त्यही हो म चाहिँ सोचे चाहिँ ह्यान्डमेड बनाउँछु भनेर तर टाइम पाएन। सो किनिसकेँ केक। अब चाहिँ त्यही हो डेकोरेसनको सामानहरू किन्छु अनि देखाउँछु हजुरहरूलाई। A few moments later. भर्खरै सामानहरू लिइसकेँ। अब रुम जान लागेको। अघि सामान किन्दा चाहिँ भिडियो बनाउन पाएन किनभने म एक्लै थिएँ नि त। सो अनि हल्का अप्ठ्यारो भएको थियो सामानहरू यति धेरै किन्नु थियो नि त अनि हातभरि सामान भएर अनि भिडियो बनाउन पाएन। अनि मैले भिडियो सामान किनिसकेँ अनि अब चाहिँ रुम फर्किँदैछु। अनि अब रुम गएर डेकोरेसनहरू अनि यताउति बनाउँछु अनि हजुरहरूलाई देखाउँछु के गर्छु के बनाउँछु भनेर ल। अनि देख्न सक्नुहुन्छ एकैछिन तपाईँ सेकेन्ड ह्यान्ड मोबाइलहरू पाउँछ यहाँ चाहिँ तर सेकेन्ड ह्यान्ड त त्यस्तै हो हुन त तर राम्रै पाउँछ होइन। अब नेपालको तुलनामा त सेकेन्ड ह्यान्ड पनि हानि त राम्रै हो नि त। अनि अहिले चाहिँ 8 बज्न लागिसक्यो रातिको। प्राय पसलहरू चाहिँ बन्द भइसक्यो अनि त्यही भएर म पनि अब छिटो सामानहरू किनिसकेँ। अब चाहिँ रुम फर्किँदैछु अनि रुम गएर पनि फेरि सामानहरू मिलाउनु पर्यो अनि खानाहरू बनाउँदा हल्का टाइम लाग्छ। सो देखाउँदै गर्छु हजुरहरूलाई अब मैले के गर्छु भनेर है त गाइस। चाहिँ क्या रमाइलो हुन्छ कि बेलुका यतातिर चाहिँ एकदम रमाइलो हुन्छ। देख्न सक्नुहुन्छ यता चाहिँ एकदम रमाइलो हुन्छ बट म बस्ने ठाउँमा चाहिँ हल्का सुनसानै हुन्छ। अब गएर देखाउँछु त्यता चाहिँ त्यस्तो होइन। अनि माथि अहिले ट्रेन स्टप छ देख्न सक्नुहुन्छ। त्यही हो अब म चाहिँ जाँदैछु अनि अझै रुम गएर पनि धेरै कामहरू गर्नु छ। अब दिदी आउनुभन्दा अगाडि त अब हरेक कुराहरू मिलाएर राख्नुपर्छ किनभने सरप्राइज हो दिदीको लागि। दिदीलाई चाहिँ थाहै छैन मैले किनभने मैले दिदीलाई चाहिँ बर्थडे विस पनि गरेको छैन क्या। हिजो मेरो नाइट ड्युटी थियो। हिजो नै सरप्राइज दिन्थेँ बट हिजो चाहिँ मेरो नाइट ड्युटी थियो अनि त्यही भएर पाएन। अनि मैले बिहानतिर चाहिँ विस पनि गरेको छैन कि अब डाइरेक्ट भएर सरप्राइज दिन्छु दिदीलाई। अनि त्यही हो गाइस अब चाहिँ रुम गएर नै भेट्छु किनभने अब मसँग हातको सामानहरू धेरै छ अनि त्यही भएर भिडियो बनाउन अलि अप्ठ्यारो भएको छु। त्यही भएर अब रुम गएर नै म चाहिँ भर्खर रुम आइपुगेँ अनि अब देखाउँछु मैले के लिएर आएको भनेर हजुरहरूलाई है त। यो मैले लिएर आएको सामान मेन त केक भइहाल्यो अनि यो ह्याप्पी बर्थडेवाला चस्मा यी बच्चालाई जस्तै अनि बेलुनहरू अनि त्यसपछि त्यही हो टेबल लिएर आएको छु किनभने मसँग एक्स्ट्रा टेबल छैन। अहिलेको लागि चाहिँ टेबलहरू लिएर आएको छु। अब त्यही हो अब यिनीहरूलाई राखेर अनि अब के बनाउँछु खानाहरू बनाउनु छ अनि त्यही हो खानाहरू बनाइसकेपछि देखाउँछु के बनाएँ मैले अनि डेकोरेसनहरू गरेपछि देखाउँछु ल त गाइस। अहिले चाहिँ हामी अचारको लागि टमाटरहरू छिल्दैछौँ अनि यता चाहिँ यो पनि आलुदम अचार भनौँ त्यसको लागि चाहिँ यहाँ काट्दैछ। यो चाहिँ मेरो साथी लायो भन्नु मेरो च्यानलमा लाजमा त्यही हो गाइस अहिले चाहिँ पकाउनलाई सामानहरू सरसामग्रीहरू काट्दैछौँ। त्यही हो पकाइसकेपछि देखाउँछु ल।
अहिले चाहिँ धेरै ठुलो गरेन किनभने अब रुम पनि ठुलो छैन नि त सो अब त्यही त हो अरूको ठाउँमा बसेपछि आफूले भने जस्तो हुँदैन अनि यो चाहिँ हाम्रो फाइनल हो है अनि त्यही हो अनि हामीले खानेकुरा चाहिँ के बनाएको छ भने मासु पाक्दैछ अनि खिर बनाउँदैछु अनि दाल पाकिसक्यो अनि त्यसपछि मुलाको अचार अनि चटनी बनाइसक्यो यही हो हामीले खाना आज यतिको अनि नर्मल खाना पनि छ सो गाइज हामीले चाहिँ भर्खर कामसामहरू भ्यायो अनि हाम्रो डेकोरेसन चाहिँ खासै ठुलो गरेन यति हो यो सानो हामीले चाहिँ सानो चट्टाको गर्न खोजेको सो त्यही भएर अब चाहिँ बर्थडे गर्दा कुर्दैछौँ दिदी चाहिँ अहिले ड्युटीमा हुनुहुन्छ सो अब दिदी आएपछि त्यही हो सरप्राइज दिन्छौँ अनि बनाउँछौँ भिडियो फाइनली गाइज दिदी आए है ह्याप्पी बर्थडे टु Oh my God! Wow! त्यति ठुलो सरप्राइज त गर्न सकिन त यति सानो भयो नि दिदीको लागि सरप्राइज है गाइज ल ल यही हो ह्याप्पी बर्थडे Happy birthday. रोगिस रोगिस लाई लाई Room ki kya ho? Room ki kya ho? भएर यस्तै राख्नु पर्यो हेर्नु गाइस कहाँ बसेर त्यहीँ बसेर काट्ने ल चाहिँ जानु ल यही बर्थडे गर्ल चाहिँ यही हो फाइनली बर्थडे गर्ल आयो अहिले ल हाम्रो है बर्थडे चाहिँ ह्याप्पी बर्थडे हामी काटामा अब केक Birthday. त्यही हो गाइस ल Happy birthday to you. Happy birthday, dear Didi. Happy birthday to you. ल है यो हाम्रो बर्थडे गर्ल चाहिँ आजको चस्मा वाउ Guys, focus on the chasma, है right? गाइस ल ओए ओए नो नो वाउ बनाएको खानेकुरा चटनी दाल अनि मासु अनि आलुदम खिर अब मासु त छुट्याउनै नहुने कुरा हो अनि सो गाइस अब चाहिँ हामी खानातिर लाग्छौँ अनि यो भिडियो चाहिँ यहीँ इन गर्छौँ किनभने भिडियो लामो भइसक्यो सो अनि रात पनि धेरै लामो भइसक्यो त्यही भएर यदि राम्रो लागेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई बाई गाइस